हामी खलिफा स्टेडियममा आएको होइन अब ट्रेनिङ चलिरहेको अब हेरौँ कस्तो हुन्छ तपाईँ पनि हेर्नु यहाँ चाहिँ होइन यस्तो यस्तो भन्दा यस्तो घुमिया गरेर घुम्ने ठाउँ रहेछ होइन माथि टुप्पोमा पुग्नुपर्छ यहाँ यो पुरै घुमेर होइन माथि टुप्पोमा पुगिसकेपछि बल्ल स्टेडियम थाहा थियो यत्रो हिँड्दा बल्ल बल्ल 3 तला माथि आइपुगेँ है यहाँ दामी छ है अब कति डर लाग्यो अब मान्छेले चाहिँ किरा जस्तो देखेँ कि कति डर लाग्यो कस्तो राम्रो है कति राम्रो भ्यू छ माइ गॉड यदि तपाईँहरूसँग चान्स भयो भने दोहा कतार चाहिँ एकचोटि भिजिट गर्न आउनु एकदमै राम्रो छ एकदमै राम्रो ट्रेनिङ हुँदैछ पिएचजीले गर्दैछ यहाँ ट्रेनिङ खलिफा स्टेडियममा होइन एकदमै अब कति धेरै कि मैले सोचेको पनि यति धेरै मान्छेहरू आउनुहुन्छ होला भनेर होइन बट यति धेरै मान्छेहरू आउनुभएको छ त्यहाँ मुनिहरू न देखाइदिनु त यति धेरै मान्छेहरू हुनुहुन्छ होइन सेम त्यही वर्ल्ड कप जस्तै भइरहेछ कि यति रमाइलो पनि भइरहेको छ मान्छेहरू पनि आउनु भइरहेछ अनि फेरि तिनजना किङलाई एकै ठाउँमा देख्न पाउँदा त्योभन्दा लकीको कुरा के नै हुन्छ होइन केही पनि नहोस् पनि होइन एकदमै यति धेरै एक्साइटेड छु म होइन यति धेरै फ्यानहरू रहेछ क्रेज फ्यानहरू कि ट्रेनिङको लागि मात्र भए पनि हेर्नको लागि टिकट काटेर आएका छु अब म चाहिँ गेटतिर जान्छु हाम्रो चाहिँ 906 हो होइन कति आयो 906 कस्तो नसोचेको कुरा हुने क्या इन्जिनियरलाई पनि सल्युट गर्छु क्या म यस्तो दामी हुन्छ नि यस्तो दामी डिजाइन गर्नुहुन्छ हामीले हेर्दा पनि वाउ भन्ने खालको हुन्छ त्यो इन्जिनियरहरूलाई चाहिँ एकदमै सल्युट होइन राम्रो छ रमाइलो छ एकदम खुसी छु म चाहिँ आएर चाहिँ होइन मेसी पनि आइसक्यो मेसीले त्यहाँ पनि खेल्दैछ होइन बट टिकटकतिर के हेर्दाखेरि कालो थियो नि त रियलमा त कति गोरो क्या मैदा भन्दा पनि सेतो माइ गॉड कति क्युटी पाइप ल्याइदिनु होइन ट्रेनिङ पनि सक्यो होइन अब हामी चाहिँ घरतिर लाग्दैन नि त कस्तो रमाइलो कि त्यो उयो बिल्डिङ कस्तो दामी छ मैले टिकटकमा देखाएको थिएँ स्टेडियमको पो रहेछ आज चाहिँ पुरा मान्छे घुम्ने कि यस्तो राम्रो है अब बेस्ट अफ लक पिएचजी टिम है राम्रोसँग खेल्नु जित्नु त्यही हो
अब यति भन्ने मेरो भ्लग चाहिँ म अब इन गर्छु होइन घर जानु बेला पनि भइसक्यो राति भइसक्यो बाई बाई एभ्रीबडी